नमस्कार यहाँहरू सम्पूर्णमा। आज बिहिबार त मेरो सधैँ बङ्गलामुखी माताको व्रत हुन्छ नि त। अनि बङ्गलामुखी माताले यहाँहरू सम्पूर्णको रक्षा गर्नुहोस्, कल्याण गर्नुहोस्, सबैको मनोकामना पूर्ण होस्। मलाई चाहिँ अब यो रुगा लागेको धेरै दिन नै भयो, 2 हप्ताभन्दा बढी भइसक्यो होइन। अरूभन्दा पनि मलाई यो पोस्ट न्याजल ड्रिप्लिङ धेरै हुने के। अनि पछाडि आएर जमिराख्ने, त्यसलाई निलिराख्नुपर्ने अथवा वासरुम गएर थुकिराख्नुपर्ने। अब बोल्दा ओर्दा माथि पूजा गर्दा अब धूप बत्ती गर्दा पाठ गर्दाखेरि कस्तो अप्ठ्यारो हुने के। अब त्यति बेला त अब बाहिर गएर फ्याँक्न भएन है, निल्न पर्ने। अनि घाँटीमा आएर अड्किराख्ने के, त्यसले मलाई धेरै अप्ठ्यारो गरेछ। हुन त मैले यो न्याजल स्प्रे हालिरहेको छु, तर पनि यसले खासै कम गरेको छैन। अनि यसरी बोल्यो निलिराख्न पर्ने भए तापनि मलाई चाहिँ कहिले कहिले गुनगुनाउनु मन लाग्छ नि त होइन। गुनगुनाएर हुन्छु। अब म न प्रोफेसनल गायिका न आवाजको धनी, यहाँहरू सबैले थाहा छँदैछ। तर पनि मान्छेको एउटा इच्छा हुँदो रहेछ, रहर हुँदो रहेछ होइन। सानैदेखिको गुनगुनाइराख्ने भएको भएर होला कहिले कहिले यसो गुनगुनाउनु मन लाग्छ र जस्तो पाए त्यस्तै 1-2वटा गीत पनि निकालेकी छु। होइन, यहाँहरूलाई थाहा छ। र आज पनि के गुनगुनाउनु मन लाग्यो, यहाँलाई सुनाउनु मन लाग्यो। यस्तै भए पनि होइन, कोसिस गर्छु। हस्। तिम्रो आँखा आँखा मेरो खेल्ने आँगन, तिमी भित्र भित्रै मेरा जुन तारा छन्। ईर्ष्यालु आँखा बगाउँछन् छहारा, तिमीमै म लहराउँछु, तिमी सहारा। तिमीमै म लहराउँछु, तिमी सहारा। तिमी तारे भिर म त लहरा। आएर जमिसक्यो, अप्ठ्यारो भइसक्यो। कस्तो लाग्यो भन्नु होला। हस्, बाई।